हेलो गाइज, आज चाहिँ हामी BYD मा सरर रेन्ज चेक गर्दै बर्दिवास काठमाडौँ टु बर्दिवास जान लागेका छौँ है। हेर्नु होला कतिको रेन्ज दिँदो रहेछ, त्यो पनि चेक गर्नु पर्यो। BYD अटो 3 मा हामी फ्यामिली सहित चाहिँ जाँदैछौँ है। ल काठमाडौँबाट बर्दिवास गाइज। अहिले चाहिँ हाम्रो 98% ब्याट्री छ। 98 बाट हेर्दै हेर्दै जाउँ कति आउँछ। हामी भक्तपुर रोडबाट निस्क्यौँ। अब हामी बनेपा धुलीखेल हुँदै चाहिँ हामी भकुण्डे बेसी हुँदै चाहिँ हामी जानेछौँ गाइज। सागा बाटो खत्तम रहेछ, कहिले बन्ने हो बाटो गाइज। ल बनेपा गाइज, बनेपा फाइनल्ली बनेपा गर्दैछौँ हामी। बनेपा गर्दै जाँदैछौँ। ल हामी चाहिँ धुलीखेलबाट चाहिँ ओह्रालो लागिसकेका छौँ है। धुलीखेलबाट सरर झरिसकेका छौँ गाइज, हेर्दै गर्नु ल है। ल गाइज, धुलीखेलमा 90% थियो, भकुण्डे आइपुग्नु लाग्यो, त्यहाँ 90 नै छ। ओह्रालोमा त ओह्रालोमा चाहिँ तपाईँहरूले टेन्सन लिनु नपर्ने रहेछ। चार्ज आफै अटो चार्ज हुँदो रहेछ ओह्रालोमा है, घट्दा नि घट्दैन। बिपी आयो राजमार्गको चाहिँ पुरै बाटो बिग्रेछ यस्तो भएको छ है। त्यही पनि हाम्रो BYD चाहिँ आरामले गइरहेछ। अफरोड पनि छ, एकदमै अफरोड सबै बाटो बिग्रेर के खत्तमै भएको छ। त्यही पनि हामी जाँदैछौँ बिस्तारै। हामीलाई रेन्जको टेन्सन छैन, हामीलाई चाहिँ ब्याट्रीको टेन्सन छैन, आरामले हिँडेको छ गाइज। ल हेर्दै गर्नु होला। भर्खर अफरोड सिध्यो है, सरर मुलकोटको बाटो आयो। कति आनन्द लाग्छ मुलकोटको बाटो आइसकेपछि के हिँड्नलाई पनि आनन्द है। बच्चाहरू फ्यामिलीसँग सरर जाँदैछौँ गाइज। मुलकोट ठ्याक्कै आइपुग्यो गाइज, आइपुग्यो मुलकोट आइपुग्यो। हामी चाहिँ मुलकोटमा चार्ज गर्ने प्लान गरेर आएको थियौँ, तर चाहिँ ब्याट्री चाहिँ घट्दै नघटेको कारणले चाहिँ चार्ज गर्नु परेन। हामी डाइरेक्ट बर्दिवासै गएर चार्ज गर्नेछौँ, किन भन्दा ब्याट्री डाउनै भएको छैन। अब मुलकोटको भाइरल रोडमा त भिडियो नखिच्ने कुरै भएन है। कति राम्रो सरर कति राम्रो बाटो छ। ओरतिर चाहिँ अलिकति बिग्रेको पुरै चाहिँ पोहोर सालबाट बिग्रेको कारणले चाहिँ भएको ल सरर गाइज। हामी चाहिँ सिन्धुलीमाढी हट्यो। आज हामी एकचोटि चार्ज पनि गराखेर काठमाडौँदेखि बर्दिवास पुग्न लाग्यो है। अहिले 64% छ है जम्मा, 64% बाँकी छ। अब 36% भएपछि अब 3-4% बाँकी हामी चाहिँ बर्दिवास पुग्छौँ है। अब रेन्ज त बबालाई दिँदो रहेछ BYD-ले, बबालाई रेन्ज छ BYD। काठमाडौँबाट बर्दिवास 37% मा आयो। ल 63% बाँकी छ। 37 पनि परेन, 98 कति भएको थियो हिँड्दाखेरि। अब अहिले 63 छ। यत्तिकै हिँड्न चल्न हिँड्यो, टेन्सन छैन। यहाँ सरर आउँदा कहीँ चार्ज नगरी आयो हुन्छ, आफै रिभर्स लिन्छ, आफै हुन्छ रिचार्ज हुन्छ अटो।
छ